हेलो एभ्रिवान जोरले नमस्ते चाहिँ हामी यहाँ मुस्ताङ मुक्तिनाथमा आएको छौँ। कति मजाले यस्तो बाटो चाहिँ बोल्डिङ हुन्छ क्या कान्छ है। हजुर यो भिरको बाटो ठुलो भयो भने फेरि यहाँ माटो माटो भेटेर पहिरो थाप्ला भनेपछि यो आउँदैन फेरि पहिरो जानु भएन घाँसो नआउनेसम्म यहाँ बिचमा घरहरू नभेटिने पर एउटा भट्टियो अहिले भरि आउँछ र अनि आमा त्यो दाइहरू सुँगाको सुँगाको खानु खिचिसकेपछि सिक्ने नै खाएको नि खिच्ने हो क्या खानु। म त हातैले लिने हो त हातैले खाने होइन म त हात यस्तो कोटे कोटे भएर होइन त्यो बाटो उपर हेर्नै सबै पुगेर खोला त खिचाइ भाइ हामीले खिचेको छैन यही बाटो त अलि फेमस छ त यहाँ माथि गुम्बा छ यो माथि ठुलो गुम्बा छ नि त नरसाङ गुम्बा भन्ने अहिले
फर्किँदा हरियो जिन्दगी हेरा त के छ भन्ने हैन के बाबु हामीलाई शर्मिलाको मा रोक्दिन है त्यो भरतको मा भरत दाइको मा अहिले छ पहिला त हामी यहाँ काकाको त्यही होइन उता यहाँ गोर्दिन ड्याडले आज काकाको बस भन्दै थियो नि शर्मिलाको मा नि बिचारा कस्तो आउँदा नि बसेन अनि त जाउँदाखेरि अहिले बेटा सब अब सब उ भरत त ओइ भरत कस्तो खराब यहाँ बन्द गरेछ गर्नु भन्दै यहाँबाट नि सबै घर बनेको यता फर्केर आउँदा जामलाई क्या माझीबाट जाइला कागबेटी भनेर देखाएको त भयो देख्यो भनेर
हामी चाहिँ अहिले मुक्तिनाथ मन्दिरमा आइसकेका छौँ। चाहिँ साह्रै भिड रहेछ यहाँ। साधु भक्तजनहरूको भिड हेर्नुहोला।